जुन यो अहिले अब जनआन्दोलन हुँदैछ, जसरी पहिला गणतन्त्रमा 62-63 को आन्दोलन भएको थियो, त्यही प्रकारको चाहिँ अहिले आन्दोलन अब हामी यो 15 गते सुरु गर्दैछौँ भनेर चाहिँ जुन खालको एउटा अहिले जन आकाङ्क्षा अनुसारको जनताले चाहेको एउटा व्यवस्था, जुन गणतन्त्र यत्रो वर्षदेखि के हुन्छ भनेर सबै जनताहरू लाग्नु गणतन्त्र ल्यायौँ होइन। तर अब केही पनि भएन। 2-4 जना भ्रष्ट नेताहरूले सबै आफ्नो गोजी भर्ने, आफ्नो 7 पुस्ता 10 पुस्ता 50औं पुस्तासम्मलाई पुग्ने सम्पत्ति चाहिँ यिनीहरूले अहिले रिजर्भ गरेर राखेका छन् देश विदेशमा। यो अवस्था भइराख्यो भने त राजतन्त्रै ठिक थियो भनेर जनताहरूको आकाङ्क्षा अनुसारको चाहिँ अब आन्दोलन हुँदैछ भन्ने कुरा जानकारी आएको छ। त्यो विषयमा के छ तपाईँको एउटा? अब यस्तो आन्दोलनको स्वरूप कस्तो होला? यस्तो पहिलो कुरो त हरेक व्यवस्था परिवर्तनले देशको अवस्था सुधार भएको छ। चाहे राणा शासनको अन्त्य भएर पञ्चायती व्यवस्थाको सुरुवाती किन नहोस्, त्यस पछाडि पञ्चायती व्यवस्थाको अन्त्य गरेर बहुदलीय व्यवस्था किन सुरुवात नहोस् र अहिले आएर गणतन्त्र, हरेक व्यवस्थामा होइन देशको अवस्था केही न केही सुधार भएको छ। तर के चाहिँ हो भने अहिलेको युवाहरूको चाहना र आकाङ्क्षा अनुसारको होइन त्यो खालको मोडालिटीको यो देशको संरचनालाई विकास गर्नलाई चाहिँ अलिकति नसकेर चाहिँ अलिकति नेताहरूले चाहिँ आफ्नो आसेपासे र आफ्नो कार्यकर्ता पोस्ने कामभन्दा उपरान्त नगरेको कारणले होइन जनता आक्रोश भएर राजाको पक्षमा लाग्नु स्वाभाविकै हो। तर के चाहिँ हो भने राजा चाहिँ किन ल्याउने त भनेर भन्दै गर्दा होइन राजाले पनि त म जनताका लागि यो गर्छु, मेरो भिजन यो छ, मैले अहिले जनताको अहिलेको अवस्था देखेँ, किसानको समस्या देखेँ, युवाहरूको समस्या देखेँ होइन, मजदुरको समस्या यो देखेँ, मैले सारा नजिकबाट निहाल्ने मौका पाएँ। यो बिचमा म जति राजगद्दी त्यागेर म जनतामा जाँदै गर्दा मैले जनताका यी दुःख पीडाहरू मैले देखेँ र यी समस्यालाई समाधान गर्नको लागि मेरो यो छ। युवाहरूलाई स्वरोजगार बनाउने कार्यक्रम यो छ, किसानहरूलाई उद्यमी बनाउनको लागि र आत्मनिर्भर बनाउनको लागि यो छ र यो नेपाललाई साँच्चै नै विश्वको सामु हाम्रो सुन्दर नेपाल बनाउनको लागि चाहिँ यहाँका धार्मिक पर्यटकदेखि लिएर यहाँका पर्यटकीय क्षेत्रदेखि लिएर यहाँका हरेक संरचनाहरूलाई चाहिँ साँच्चै यो भूगोललाई सुहाउँदो संरचना बनाउने मेरो यो योगदान पुग्नेछ भन्ने अलिकति र साँच्चै नेपालका जनतालाई सुखी बनाउनको लागि मेरो यो भूमिका रहनेछ। मेरो राज्य सञ्चालन गर्ने मेरो संरचना यस्तो हुनेछ, म राज्यका यी तहमा यो किसिमले चाहिँ कार्यान्वयन गराउने छु, जनतालाई प्रत्यक्ष लाभ हुने खालका भनेर एउटा कार्यक्रम प्रस्तुत गरेर चाहिँ अनि चाहिँ म यो सबै कुरा पुरा गर्नको लागि म एकदम तयार छु र तपाईँहरूको साथ र सहयोग चाहिन्छ भनेर उहाँले पहिले बोल्नु पर्यो, अनि न जनता उहाँका पछाडि लाग्छन्। उहाँको चाहिँ भिजन छैन अनि थपनाको रूपमा किन ल्याउने? अब यी बाजी राखेको छ कुरो, कोही सिरिमोनियल किङ अरे के हो, कोही किङ इज किङ। जो राज संस्था राजा ल्याउनको लागि आन्दोलनमा लागेका छन् उनीहरू बिचकै एजेन्डा र एउटा उद्देश्य नमिलेको